दास, श्री गोगल प्रसाद माध्यमिक विद्यालय जनकपुर धाम 24 बसैयाका प्रधानाध्यापक। हाम्रो स्कुलमा 2007 सालमा स्थापना भएको विद्यालय हो र हाल हाम्रो विद्यालयमा बाल विकास कक्षादेखि कक्षा 12सम्म पढाइ भइरहेको छ। कक्षा 11-12मा विज्ञान, एजुकेसन, शिक्षा, त्यस्तै एजुकेसन, शिक्षा, म्यानेजमेन्ट र ल तर्फका पनि विषयहरू यहाँ अध्यापन भइरहेको छ। खास गरेर यो बाल विकासदेखि कक्षा 12सम्म, अहिले कक्षा 11मा विद्यार्थी भर्ना जारी नै छ र कक्षा 11 बाहेक हाल हाम्रो विद्यालयमा 3,500 विद्यार्थी अध्ययनरत छन् र यो हाम्रो विद्यालयलाई नेपाल सरकारले विज्ञान विषय प्रवर्धनको लागि, साइन्स प्रमोसनको लागि पनि छनौट गरिएको यो विद्यालय हो र हामी यो नेपाल सरकारबाट जुन सहयोग पाइरहेछौँ त्यसको स्वरूप हामीले यो विद्यालयलाई यो नमुना विद्यालयमा छनौट भए पश्चातदेखि नै भौतिक पूर्वाधार निर्माणमा, त्यस्तै शैक्षिक व्यवस्थापकीयतर्फ पनि हामीले अनुदान प्राप्त गऱ्यौँ। 5 वर्षसम्म भौतिकको अनुदान प्राप्त भयो र हाल हामी शैक्षिक व्यवस्थापकीयतर्फ पनि अनुदान प्राप्त गरिरहेछौँ र विज्ञान विषय प्रवर्धनको लागि जुन हाम्रो विद्यालयलाई छनौट गरिएको छ त्यसमा हामीले विज्ञान विषयमा जुन नेपाल सरकारको सोच हो कि गरिब र जेहनदार विद्यार्थीहरू पनि बजारमा महँगो शुल्क तिरेर विज्ञान विषय अध्ययन 11-12मा गर्न अप्ठ्यारो हुन्छ र त्यसस्वरूप सामुदायिक विद्यालयमा नै विज्ञान विषयको राम्रो पढाइ होस् र पठन पाठनको राम्रो व्यवस्थापन होस् भन्ने अभिप्रायले जुन नेपाल सरकारले जुन गरेको छ त्यसस्वरूप हामीले पनि यहाँ यो फ्रीमा नै विज्ञान विषयको पढाइ भइरहेको छ। म्यानेजमेन्टमा पनि एकदमै निःशुल्कै छ। हामी कक्षा 11-12 पूर्ण रूपले हामी निःशुल्क रूपले यहाँ विद्यार्थीहरूको पठन पाठन हामी सञ्चालन गरिरहेछौँ। त्यस्तै हाम्रो यहाँ जनकपुर धाम महानगरपालिकाबाट पनि विद्यालयमा एकदमै सकारात्मक सहयोग भइरहेको छ। हाम्रो बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म हाम्रो विद्यालय सञ्चालन हुन्छ। 6 बजेदेखि 11 बजेसम्म को पनि एउटा बढी विद्यार्थी भएको कारणले गर्दा 2 सत्रमा पठन पाठन सञ्चालन गर्नुपर्ने हुन्छ र हामी 4-5 कक्षा, त्यस्तै 6 देखि 10सम्म जो हामी अङ्ग्रेजी माध्यममा पनि यहाँ पढाइ सञ्चालन छ त्यसको बिहानको सत्रमा हामीले सञ्चालन गर्छौँ र दिवा सत्रमा यहाँ 1, 2, 3, त्यस्तै 6 देखि 12सम्म डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाइ पनि हाम्रो 11 बजेदेखि 5 बजेसम्म हाम्रो विद्यालयमा पठन पाठन सञ्चालन हुन्छ। यी यसरी सम्पूर्ण हाम्रो जो जनकपुर धाम महानगरपालिका भर्खरै हामीले विद्यालयको 74औं वार्षिक उत्सव मनाउँदाखेरि हामीलाई जुन कक्षा कोठाको अभाव छ त्यो कक्षा कोठाको अभावलाई परिपूर्ति गर्ने हिसाबले, सहयोगको हिसाबले जनकपुर धाम महानगरपालिकाले यसपालि चालु आर्थिक वर्षमा 4 कोठे भवन यहाँ निर्माण गराउनु उहाँले हाम्रो नगर प्रमुखज्यूले यहाँ घोषणा गर्नुभयो र हाम्रो विद्यालयमा यसपालि जनकपुर धाम महानगरपालिकाबाट 4 कोठे कक्षा कोठा भवनको निर्माण हुन्छ। वाडा कार्यालयबाट पनि गत वर्ष हामीलाई 5 लाख रुपैयाँ संस्थापकको स्ट्याचु निर्माण गर्नको लागि हामीले प्राप्त गर्यौँ। त्यो काम अहिले अधुरो छ, पुरो भएको छैन र हामी यसपालि विद्यालयबाट नै लगानी गरेर त्यसलाई पुरा गर्ने हाम्रो अभिप्राय छ र हाम्रो विद्यालयमा 2वटा बस अहिले सञ्चालन छ। एउटा इन्डियन एम्बेसीबाट दिएको र एउटा हामी आफ्नै स्रोतबाट यसभन्दा अघि नै खरिद गरेछौँ र 2वटा बस अहिले बाट पुरा नभएको कारणले गर्दा हामी 2वटा बस हामी भाडामा लिएर पनि सञ्चालन गर्दैछौँ र हाम्रो एउटा बस जो किन्ने यसपालि खरिद गर्ने जुन योजना छ त्यो पनि हामी अन्तिम चरणमा हाम्रो त्यो खरिद गर्ने योजना छ र यी यसरी हामी सम्पूर्ण सरकारवालाहरू जनकपुर धाम महानगरपालिका, विद्यालय व्यवस्थापन समिति, वार्ड समिति, यहाँका शिक्षक स्टाफ सम्पूर्णको सहयोगमा हामीले जुन अहिले समाजमा एउटा जो सामुदायिक विद्यालयप्रति जो सोच
विकास भइरहेको थियो त्यसमा हामीले सकारात्मकतातर्फ ल्याउन खोजेछौँ र हामीमाथि विश्वास गरेर हाम्रो पठन पाठन माथि राम्रो व्यवस्थापनमाथि विश्वास गरेर जनकपुरधाम उपमहानगरपालिका त्यस्तै पिपरा गाउँपालिका नगरायन नगरपालिकाका पनि विद्यार्थीहरू हाम्रो विद्यालयमा पढ्न आइरहेको छ र यसरी हामी जो सहयोग र साथ पाइरहेछौँ सबैको माया ममता यसबाट हामीले निकट भविष्यमा हाम्रो विद्यालय एकदमै राम्रो विद्यालय हामी यो प्रदेशमा नै नम्बर 1 बनाउन हामी सफल हुन्छौँ भन्ने हामी आशा र विश्वास लिन्छौँ।